भाले खाऊ भाले 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 खुट्टा पनि कामेछ क्या यसरी बोकेर जानु पर्यो रे घर कहिले जान पाएपछि लाग्नु गुड मर्निङ एभ्रिवान दिस इज द सेकेन्ड डे with this giant cock आजको यही हो स्पेशल यहाँ त आज फेरि हामी सबै पपुलर मान्छेहरू मात्रै छौँ यहाँ सब पपुलर मान्छे ल मासु ल अहिले म त यसलाई याद दिदी पोलेर यस्तो खर्का चाहिँ पिरो गरेर खाने हो के यी नाम छ के बान्दियो त्यसलाई सुकुटी खाने रे पोलेर अघि नै उठ्ने बित्तिकै सुकुटीको पछि लाग्ने नि यी पानी खाऊ अस्ति धेरै उनाउ मालम नि के मन त अलि लगेर पानी अरे केटा के उरा छ भो बाख्रा काट्नु भनेन र जान पकाउने बेला ओहो बाख्रा काट्ने कुरा हुन्छ फेरि भालेले पुग्दैन र बाख्रा चाहियो फेरि पोले आफ्नै धुनमा छ यो दोस्रो चोटि मामा घरको आँगनमा खेलिरहेछ कुले थाहा छैन त नाम चेन्जिङ मेरो फेरि इच्छाधारी नागिन त्यही भएर अनि यहाँ चाहिँ घिउ करेला पनि यस्तो बारी छ योपालि धेरै रहेछ अनि यो चाहिँ लाउरे फुल भन्छ हाम्रोतिर लाउरे फुल यस्तो दामी छ आज डायमन्ड कसले खाने हो दुईजना यहाँ खोसाखोस गरेर खाने डायमन्ड खाने तिमी कुन खाने यो खाने के खुट्टी खाने यो खुट्टी त खान सक्नुहुन्न क्या खान्छ तिमीले यो भाले खाऊ भाले 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 कस्तो लागिरहेछ त अनि इन्टरभ्यू लिन खोजे त मलाई पानी खाल्न खोज फेरि इन्जिनियर बनेर हेर पारिबाट पाइप जोडिरहेको त सुकुटी देखेर कस्तो त्यो अघि नै पखालिसक्यो कचोटि पखाल्ने हो र अलि दङ्गसँग है फेरि हाम्रो भ्युवर्सले फेरि कमेन्ट गर्नुहुन्छ फेरि तिमीले छालाभरि सब बर्बाद पार्लियो है पोस्टमार्टम गर्न लाग्यो नि सीआईडी अफिसर के बनाइदेऊ भने बाबु नचल बेबी नचल आमा छोराछोरी यहाँ बस फेरि अर्को भाले काट्ने हो त मोबाइल छैन हामीसँग त अहिले चिची छ त अब चिची हेर्ने अब चिची खान्छ खान खुट्टी खाने के खाने रे खुट्टी जाऊ कुन वाला खुट्टी खाने भन त कुन वाला राइट कि लेफ्ट दुईटा खाने दुईटा खान्नन् एउटा फेरि कौशिक दादाले खाने हो त कौशिक दादाले खाने यो टाउको खाने हो सक्छौ र
थाहा छैन डायमन्ड रोज्ने मान्छेले आन्द्रा बुढी बनाएर छन् अब फेलामा परे पर्छ क्या तिमी लग्छौ ल 1 2 3 4 5 6 ए भयो रेडी हो को लुक्छ कहाँ गयो खोज्न जानु पर्यो त खोज्न जानु पर्यो यहाँ लुकेर मान्छे मैले कहाँ गयो फेरि भाग आयो बचाऊ मलाई बचाऊ तिमी जित्यो राम्रोसँग खिच है तिम्रो लभ बाइट हेर्नु चल्लाले ठोक्दिएको ल बाइट देखाइदो रे ब्युटिफुल लभ बाइट चल्लाले हान्दिएको लभ बाइट हेरी यहाँ मामाको गोरु देखिस् गोरुको गु गोरुको गुलाई गोबर भन्छ ल हेलो गाइज हामी यहाँ पूजा गर्न अब सिजनाले चिल्छ है चिम्मा गोम्पर सिजनाले चिल्छ यहाँ रुक सिस्ना यार चिल्छ सिस्नाले सिस्नाले चिल्यो भने त फेरि रुने हुन्छ फेरि मम्मी याद आ जाएगी फेरि यस्तो भिड छ नि कहाँ अहिले पक हेर यस्तो भिड छ यी पहाड छ यस्तो भिड छ अघि नै आउनु भयो यो माथिको बाटोबाट छुट्टेको बाटो स्कुलको लागि छुट्टाएको बाटो यही हो अनि आजभन्दा लगभग 5-7 वर्ष अगाडि 6 वर्ष अगाडि हाम्रो जुन दसैँ पूजा थियो दुर्गा पूजा त्यो चाहिँ यही क्षेत्रमा भएको थियो तर त्यो बेला चाहिँ यो स्कुल थिएन ओहो यो अहिले त यो एरियामा स्कुल स्थापना भयो स्थापना भन्दा पनि उता पारेको स्कुल जुन यहाँ यो गाउँको स्कुल छ त्यो चाहिँ यहाँ जग्गा किनेर यता भवन भएछ भवन बनाउनु भएछ हाम्रो के हो यस्तो बोकी माग्ने अनि त्यो बेलाको भिडियो हेर्न चाहनुहुन्छ भने हेर्न सक्नुहुन्छ तपाईँहरूले बाबु यार स्कुल ठुलो स्कुल नि सो योपालि ठुलो पूजा थिएन यही सानोवाला पूजा चाहिँ पहिला चाहिँ दमासमा बजाएर मान्छे बाजा बजाएर हामी चाहिँ यता बिहे गरेको रे पूजा गरेको बिहे गरेको रे अनि यहीँ बसेर चाहिँ हामीले ठुलो मार पनि हानेको होइन सो भिडियो हेर्न सक्नुहुन्छ तपाईँहरूले म आई बटनमा राखिदिनेछु त्यही लोकेसनको पूजा हो आज चाहिँ हामी यसरी पूजा गर्न लागेका छौँ पहिरो त पारी त्यो बेला त्यो पहिरो गएको थिएन योवाला पहिरो अहिले त कत्रो पहिरो गएछ नि अब ओ माई गड भन् त ओ माई गड भन् त अनि हेर यस्तो भिड छ अब हेर यता भिड तल हेर त भिड अनि यो पूजा थान यता छ देवी थान देखिस् बाबु हामी हिजो पारीबाट आएको थियौँ त त्यो बाटो त्यो बाटो आयौँ यसरी आएर यहाँबाट आएर यहाँ माथि मामा घर गयौँ होइन अब यहाँ चाहिँ चल्ली काटी गर्ने अहिले त्यसपछि यहाँ चाहिँ चल्लीलाई पाक गर्ने अब मैले हिजो एउटा स्टोरी हालेको थिएँ मैले पब्लिकमा राखेको थिएँ कतिकाले हेरेको के के यस्तो पहाडको ओहो तिमी पनि सेलिब्रेटी पो त ल आज तिम्रो
बलि चर्च होइन तिम्रो हामी यहाँ तिम्रो लागि एउटा चाहिँ बनाइन्छ ढुङ्गामा लेखेर प्यारो चल्ला भनेर प्यारो चल्ला भनेर प्यारो पोठी भनेर हालिदिन्छौँ होइन माफ गर्नु ल अङ्कल रिप भनेर लेखिदिनु होला क्या युट्युबमा रेस्ट इन पिस कति ठाउँमा छ थान 3 ठाउँ कि चाहिँ चल्लालाई त यसरी धुनु पर्दो रहेछ यहाँ है हात खुट्टा हात खुट्टा मात्रै धुन्छन् फुपू माथि सिमनले अघि नै हात खुट्टा उसको टाउको पनि सब धोइदिए ल अब हामी मनसाने कार्यक्रम भइरहेछ मनसाने कार्यक्रम ल डे परमेश्वरी अब माचुर डिब्ने हो ल रक्षा गरे सधैँ पूजा गरिरहेको हो उनले मलाई पास हुने भनेर इक्जाम भन्नु एक्जाममा पास हुनेहरू कहाँ गए कुन पूजा नु एकदम खरासी नागा बोकेहरू कहिले कानमा हालिदिन्छन् कहिले मुखमा मान्दैन माने तिम्रो एक्जाममा पनि पास भइगयो अब तिमी 2000 को लौ 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 2000 को भन्ने 2000 को भन्नुपर्छ ल्याऊ अब फिर टोपी को बिजनेस 10 रुपियाँको टोपी हो लौ 10 रुपियाँ मलाई टोपी ल्याऊ त टोपी नै निकाल है मलाई छिटो टोपी ल्याऊ के म तिमीलाई आक्को पनि पैसा दिन्छु ल तिमी आक्को पनि पैसा लग ल आक्को पनि पैसा लग ल्या अब यहाँ मेरो टोपी आज ल फेरि तिमीलाई यो टोपी फेरि बेच मलाई आयो है यसले चाहिँ होइन अघि न पातको व्यापार गरिरहेको थियो अहिले फेरि टोपीको व्यापार गरिरहेको छ अङ्कलहरू ल अब हाम्रो ब्युटिफुल मेरो छोरालाई मेरो छोरीलाई जलाएर खाइराख्नु भएको छ तिम्रो छोरीलाई अहिले फेरि म पनि खान्छु झगडा पर्यो बाबालाई छोडेर गइसक्यो त्यहाँ दिदी भाइको पनि पर्यो गइसक्यो उसको मामुसँग मिल्न गएको हामीलाई छोडेर गइसक्यो आफै हिँड्छु भन्छ तेरो मामु आफै लोट्छन् अहिले कस्तो हो र मान्छे झन् लुङ्गी लगाएर आछु लुङ्गी कुमारी तिमी हेरे 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 सबै ए बै 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 खुट्टा पनि कामेछ क्या हेर यो सहरिया केटीलाई सहरिया केटी यहाँ कसरी हिँडिरहेको छन् है असहरियाहरू छिटैन भाइ जति नै हिँड्दैन नि त्यस्तो हात 4 खुट्टा टेक्नु पर्छ त अबि यता हेर्न यता यता लप पारेको होइन मसँग त कहिले लप पार्ने भने बुबुसँग होला है सिधा हिँड सिधा हिँड बुबुहरूसँग होला नि भनेको के थाहा अब हामी त गयौँ तपाईँ अन्तिम होइन पहिलो कोही होला अन्तिम कोही छन् कि आइज जय हनुमान आइज हनुमानले छिटो 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 यही बाटो हिजोको एडभेन्चर हामीलाई दिनेवाला तर रातको सिन देखेन भने थाहै छैन
यही हाम्रो श्रेष्ठ किराना पसल बिस्तारै हिँड्नेलाई बेसरी होइन लोटिन्छ चिप्लिन्छ आऊ यहाँको ढोका खोल्न पूजा गरेर आएछ कि हामी भने बिस्तारै बिस्तारै त्यहाँ लोट्ला है चिप्लिन्छ त्यहाँ बिस्तारै होइन सिधा हिँड्नु चलो 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 कहाँ गयो तिमी अनि यहाँ पनि छ नि फेरि 2 4 6 8 9वटा रहेछ नि केराबारी यति छ नि एउटा नि फरे होइन भन छिप्पे होइन के अरे परेन हामी त त्यहाँ पोली पनि आयो कि हजुर के भयो के भयो फेरि काट्ने यहाँ त हामी जनसमुदाय धेरै भएर यो मासु नि एक दिनमै सकिला जस्तो छ एक दिनमा भात यति धेरै खान्छ हामी अब हामी भात सात खाएर अब बारीतिर छिर्ने हो बेबी लोट्ने हुन्छ क्या हो मकै यसरी बोक्नुपर्छ हेर यस्तो बारीमा एक अरे डोकोमा राख्ने त्यसपछि बोक्ने खै नाम थाहा भन्न म भनिदिन्छु हाम्रो नाम हनुमान जङ्गल यो हो लड्डाउरे घाँस लड्डाउरे घाँस रे त्यो नाम लो बाबु नाम लो ए ओहो ओहो भयो 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 काट्यो मामलाई दियो अब भयो भयो मामलाई दियो अब मकै सब ढलेरै हावा हुरीले सब ढलेछ टाइम लाग्ने रहेछ कि त्यही भएर कहाँनिर सम्म छ बारी यसलाई यहाँदेखि माथि हो आज लास्ट फेरपाता आज त्यो फेरपाता नायकै यो बारीको क्या के गरिरहेको हो खै च्याउ कहाँ राख्नु भयो बेबी च्याउ हेर्न आऊ सत्य हो इ च्याउ मामाले भेट्नु हो च्याउ भेट्ने मामाले भेट्नु हो के हेर्नुहोस् हेर्नुहोस् यहाँ पनि छ उचाल्नुहोस् तलाउनुहोस् छाता जस्तो छ स्माल छाता यी अम्ब्रेला जस्तो नि अम्ब्रेला राखौँ है यहाँतिर राखौँ भयो सानो अम्ब्रेला अब यति यति उता मामा हुनु जाऊ है केले चिल्यो बेबी कुन हातमा चिल्यो है यसमा कुनमा ए हो खै सिस्नाले चिलेको आज अनुभव भयो छोरोलाई पनि अघि नै भने त्यही भएर सिस्नाले चिल्छ भनेको थियो त यो सबै मकै तिनीले आफै धालिसक्यो यो सियाले काट्दै धाल्दै गरेर बिचरा तल दिगमा जाने सिस्ना छोएछ बुवाले फेरि मकै सार्नु भएको छ हामीले फेरि यहाँ यता साफसफाइतिर लागेका छौँ ठुलो दिदी फेरि मुठा कस्नेमा नलको
ओ मकै खस्ला मकै खस्ला मकै खस्ला 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 कृष्णले पोलेर बिचरा एङ्ग्री बर्ड भएको म फेरि यहाँ यिनीहरूको ग्वाला आएको छु यहाँ दसैँ भ्याकेसन राम्रै चलिरहेछ ए त दसैँ भ्याकेसन अब उठिहाल्छ नि ऊ पानी हाल्दैनन् हो झन् चिलाउँछ एकेर झन् पोल्छ पाती चलो काम पनि सकिन लागिसक्यो छ त्यही भएर एक लत मकै लिए अनि यहाँ पानी खेर गइरहेको थियो र फेरि त्यस्तै वेस्ट जानुभन्दा फेरि पानी भरौँ भनेर पानी भरिरहेको छु यहाँ फेरि दिनमा एक टाइम आउँदो रहेछ 10 बजीभन्दा पछाडि तर 2-3 घन्टा आउँदो रहेछ पाती भनेको कहाँ छ खोज त खै कहाँ चिलाएछ देखाऊ खै बिगर आएको छैन ए भर्खर चिलाएको हेर ए भर्खर चिलाएको यहाँ पनि रहेछ बिजोक पेट लसुन साग रोप्नु भएको छ अब हिउँदको लागि प्रिपरेसन अनि हाम्रो घरबेटी मैयाले उतल हँसिया चलाउँदैछन् हाम्रो दसैँको भ्याकेसन यस्तोले चलिरहेको है म त अहिले बोक्दिन मकै बोके पतुवा भइगयो कति बोक्यो अरे 20-30 पुग्यो क्या 20-30 चोटि बोके जस्तो गरेर सिस्नाले भरि चिलेछ है हात बेरी लाफ्रा भएको छ ल अब चाहिँ बोक्नु हो मेरो पालो कस्तो लागिरहेछ त दसैँ भ्याकेसन सिमन आफूभन्दा अग्लो डाला बोकेछ रे तिमी त चेन्ज भयो भने बारी चेन्ज हुन्न किन चेन्ज भएको छैन ठुलो भइसक्यौ बच्चामा तिमी सिगान छोड्थ्यौ होला सिगान बेल्दा त्यसलाई बारी अर्को ल्याए काम गरेर हेरन्छ यो 2 भाइले गरे भने 2 भाइले डालाभरि कस्तो गराएको छ नि त्यही त गराएको छ त हेर त यहाँ सबै कसले बिगारे हो कस्तो बिगारेछ नि यहाँ तिमीलाई पो कस्तो लागेछ त ससुरालीमा आएर अयो काम गर्ने बेला कस्तो हो धोला छ ससुराली भन्ने चाहिँ कसले बनायो होला ससुराली उडे रे मुसलमानी वाला बन्ने लाग्यो अयो लगभग 7-8 वर्ष पछाडि मकै भाँचिरहेको छु म फिलिङ्स कस्तो फिलिङ्स नयाँ मान्छे जस्तो हजुर म पनि 8-9 वर्षै भयो होला यो रोल्पा छोडेदेखि त्यही भयो होला यसलाई के भन्नुहुन्छ हाम्रोतिर यसलाई चोया भन्छ है कहाँ गएको छन् ओ भर्खरको सानो बेबी ओ भर्खर सानो बेबी अब यो फेरि अब रितिसलाई बोक्छन् होइन बोक्नु छ त बोक के तिमी भन्दा सानो छ बोका त
हो के हत्तेरी बर्बाद पार्यो नि नहल्लेस है लोटिन्छ अब फेरि यसरी बोकेर जानु पर्यो रे घर उसको बाबुले कहाँमा जाने यहीँबाट होइन सिस्ना चिल्ला कृष्ण छैन होला तर छ होला छैन होला सुट है सुट यसरी सुट है तेरि छ यतातिर त्यो त होइन क्या हो कृष्णहरू छ जङ्गलहरू छ है जङ्गल लोट्लास है मजा आउँछ माइत यस्तै त हुन्छ होला पारी कर्तुङ ओह्रालो धरी तलबाट फेरि केरा अरे केरा भन्छ मकै हो रोटा भन्ने रोटा राखी अरू ठुला रे है आइपुग्यो मजा भयो सामीलाई भन्दा मजा भयो नि अब बाबाले मकै फाल्नु छ पछि